साल्गीको बलात्कृत आँसु। कानपुरको एउटा कहिले घाम नछिर्ने कोठामा पूर्वी झ्यालबाट बिहान हुनुको आभास बिस्तारै भित्र पस्छ। ध्वासे उज्यालोमा देखिन्छ एउटी तरुणीको अस्तव्यस्त लास जस्तो शरीर कोठाको कुनामा राखिएको खाटमाथि पल्टिएको छ। लाज उदाङ्गिएको उसको शरीरलाई हेर्दा यस्तो लाग्छ मानौ यौन भोका पुरुषहरूले उसलाई रातभरिमा 10औं पल्ट बलात्कार गरेर फालिदिएका छन्। कोठामा ठर्रको हलुका गन्ध रुमल्लिरहेको छ। ओछ्यानभरि बेलीको फूल किचिएर मिचिएर छरिएका छन्, निर्मम हत्केलाहरू निमुर्दै फालिदिए जस्तो, ठिक त्यो तरुणीको जिउँदो लास जस्तै। एकछिनपछि अचानक तर्सेर उभिउँछे र सोच्छे, छी कति नराम्रो सपना देखेछु। लुम्री झुप्री भएकी मेरी आमा त हरियो टपरीमा भात खाइरहेकी, आँखामा कचल्टिएको निद्रा बिजाइरहेको छ, सारा शरीर दुखिरहेको छ, तैपनि बिस्तारै उठेर उज्यालको उज्यालोसम्म आउँछे त्यही अस्तव्यस्त अवस्थामा। लाज त 100औं पल्ट उग्राएर 100औं पल्ट पचिसकेको छ, त्यसैले लाज मरिसकेको छ उसको मानसमा। शरीरसँग लाजको अब कुनै साइनो छैन। छेउमा राखिएको ऐना टिपेर आफ्नो अनुहार हेर्छे, निकै विभत्स भएछ, हिलो पानीले चुटेको पोस्टर जस्तो। ओठबाट भागेर लिपस्टिक चिउडो गर्दन जतासुकै पुगेछ, गालाको लाली बेपत्ता, गाजल आँखाबाट बगेर गालाभरि पोतिएछ। विरक्ति साथ ऐना झट्कारेर फालिसकेपछि ऊ फेरि झ्यालबाट छिरेर ध्वासे उज्यालोलाई आत्मसात गर्दै सोच्न थाल्छे। यहाँबाट नेपाल उत्तरपट्टि पर्छ। सिन्धुपाल्चोकमा पनि यतिखेर घाम लागिसक्यो होला। यहाँ घाम देख्नै पाइँदैन। 1 वर्ष भयो घाम देख्न नपाएको। एनी लैलै यतिखेर कान्ला नेराको दुधिलोको रुखको पात घाममा टल्किरहेको होला। अब माली गाईको बाछी बा गरेर कराउँछे। आबा मेनेपेमे सिद्ध्याएर अघि नै डाँडाको घ्याङतिर लागिसके होलान्। आमा रुँदै गाईलाई घाँस हाल्दै होली र भन्दै होली मनमनमा, बुढेसकालको टेको त्यो साल्गी कहाँ गई होली? मरिसकी कि बाँचेकी होली? कुन पापीले भगायो होला त्यसलाई? त्यसलाई नजर लाउने थुप्रै थिए, फर्केर औली कि नऔली? भिरबाट खसेर कतै मरी पो राखेकी छ कि भनी लाठीहरू लगाएर पहरा हुँदो खोजी होलान्। मलाई पनि पोहोर सुन्तली हराउँदा खोजे जस्तै। सुन्तली पनि त फर्केर आइन, लास पनि पाएन। ए साल्गी मोरी, यतिखेरसम्म सुती बस्छेस्? अलाछिनी, हामी त भैँसमा यति बेलासम्म 3 भारी घाँस ओसारिसक्थ्यौँ खानाका काल। जन्मदै मेरो कपाल लामो लामो थियो रे, र मेरी आमाले मलाई साल्गी भनेर नौ राखिदिएको। मेरो यो बाबियोको कुचो जस्तो लामो कपाल देखेर दौतरीहरू मलाई गिच्याउने गर्थे। मन परेकोसँग पहिला जान नपाए यो सानीलाई आफ्नै कपालले पासो हालेर मार्न भियाउँछ। अब मेरी आमाले मकैको जाँडमा फिर्के लगाउँछे। लस्करी बाख्रीले कति खोजी होली मलाई, ब्याउने थिए बिचरी। सोच्दा सोच्दै उसका बासी आँखाहरूबाट तप तप आँसु चुहुन थाल्छ। पेटीकोटको घेरोले ऊ आफ्ना आँखा पुस्छे। कोठा बाहिर एउटी प्रौढको कर्कश स्वर गुन्जन थालेको छ। लौडियो उठो, कितनी देर तक सोते रहते हैं ये लोग? नाओ धो नास्ता करो, दिन भर पड़े रहो। भर्खर सपनामा आमालाई देखेकी साल्गीको मन सिन्धुपाल्चोकको डाँडा गाउँबाट फर्किन मान्दैन। आँसु पुछ्दै ऊ मनमनमा दोहोर्याउँछे, मेरी आमा, रातभरि लोग्ने मान्छेहरूको सास गनाउने यो कोठामा एकछिन पनि बस्न मन लाग्दैन।
भागेर आउँ त कसरी आउँ? यो बिरानो मुलुकमा मेरो ढोका बाहिरको सडक पनि मेरो लागि अचिनारू छ। ल्वाङ्गे घरतीले नेपालमा हिँड, गलैँचा बुन्ने कारखानामा काम लगाइदिन्छु, थुप्रै पैसा कमाउँछेस् भनी भगाएर ल्याएको यो कुन नर्कमा ल्याएर छोडिदियो ल्वाङ्गे पापीले मलाई? यो होटल हो, यहाँ बस्दै गर, म एकैछिनमा आउँछु भनी गएको ल्वाङ्गे 1 वर्ष भइसक्यो फर्केर आएन। म तिम्रो अनुहार कहिले हेर्न पाउला मेरी आमा? मैलो पेटीकोटले आँसु पुछ्दै ऊ घुक घुक रुन्छे। अब कोठामा फिक्का उज्यालो छरिन्छ। कता कता रिक्सा र मोटरको हर्न बजेको सुनिन्छ। सरदारनीको कोठाबाट भजनसँगै तमाखुको बास बाहिरिँदैछ। साल्कीलाई केही गर्न मन लाग्दैन। आमा बिरामी पो परिन् कि न? आबालाई केही पो भयो कि? बस यति सोच्छे, रुन्छे। हुँदा हुँदै उज्याल अघिको भुइँमा लमतन्न परेर पस्रन्छे। वर्ष दिन अघिको विगतको एक पाना पर्लक्क पल्टिन्छ। लस्करी बाख्री चराउन गएकी थिए ऊ, मामा घरबाट पेवा दिएको बाख्री। दसैँ ताकको रमाइलो घाम लागिरहेको थियो। घाम र झ्याउकिरीको आवाजमा दसैँको बास चल्न थालिसकेको थियो। अप्ठ्यारो डिलमा उम्रेको ऐसेलुको फेदमा लस्करी चरिरहेकी थिए। त्यसैको अलिक पर बसेर साल्की पोल्टोबाट मकै भटमास झिक्दै खाँदै थिए। उसको भावना अर्कैतिर बगिरहेको थियो। उसलाई माग्न आउने थुप्रै भइसकेका थिए। तथापि उसका आबा आमाले उसलाई उसकै मामाको छोरोसँग दिने तय गरे। खाइबा लामा हो, थान्का राम्रो लेख्छ, पैसा कमाउँछ, दाजुभाइको छोरोसँग रित्के खाने नखाने। आफ्नै मामाको घरमा छोरी सुखमा बस्छे, आमा यसै भन्थे। तर कुरो छिनिसकेको थिएन। बिहे गरिदिनलाई अलिकति पैसा त चाहिन्छ। त्यति नै खेर मास्तिरबाट सुसेल्दै ल्वाङ्गे घरती झरेको थियो र हाँस्दै उसलाई एउटा फेटावल चुरुट दिएको थियो। चुरुट सल्काइदिँदै ल्वाङ्गे घरतीले भनेको थियो, क्या होइ साल्गी, नेपाल घुम्न जाने होइन? जान्न, त्यो एकपल्ट हेरेकै ठाउँ त हो नि। उसले नाक चेप्राइदिएकी थिए। ल्वाङ्गेले फेरि भनेको थियो, त गएको जस्तो हो र अहिलेको नेपाल। कस्तो भइसकेको छ गाठे, तर मैले तँलाई घुम्न मात्र जान भनेको होइन नि, पैसा कमाउन पो भनेको त। त्यसपछि जिज्ञासाले भरिएर उसले सोधेकी थिए, पैसा? उसको जिज्ञासाले ल्वाङ्गेले यसरी प्रस्ताइदिएको थियो, हेर साल्गी, अहिले नेपालमा गलैँचा बुन्ने कारखाना थुप्रै खुलेको छ। तैँले भनेको ठाउँमा म लगाइदिन्छु। पहिलो महिनादेखि नै 400 रुपियाँ दिन्छु भनेको छ। कम हो 400 रुपियाँ भनेको? के विचार छ, जान्छेस्? महिनाको 400 रुपियाँ कमाउने कुरा सुन्दा उसको आँखा विस्फारित भएको थियो र सोचेकी थिए, यतिका पैसा ल्याएर आमा आबाले दिन पाए त। त्यसपछि ऊ बोलेकी थिए, आमा आबाले दिँदैनन्, सोधेर हेर्न एकपल्ट, दिएन भने हिँड्न सुटुक्कै, ल्वाङ्गेले सल्लाह दिएको थियो। आमा आबा छोडेर जान पर्ला भनी उसको मुटु एकपल्ट चिमटेको जस्तो भयो। उसले भनेकी थिए, आमा आबा रोएर मर्लान्। खप्पिस ल्वाङ्गे घरतीले उसलाई अन्तिम पल्ट फकाएको थियो। नेपालमा गलैँचा कारखानामा काम गर्न गएकी छ भनी हल्ला फिजै राखिदिउँला नि। अनि त 1-2 दिनपछि खोज्दै खोज्दै कारखानामा नै आइपुगिहाल्छन् नि। दसैँ मनै हाल न। दसैँ सिद्धिएर तिहार आउन अघि ल्वाङ्गे घरतीले एक दिन साल्कीलाई भालेको डाकैमा डाँडा कटाइदियो। त्यसपछि साल्की कहिले नेपाल पुगिन। लस्करी बाख्री कानै पे गरेर कराएको जस्तो लाग्यो उसलाई। उसका बासी आँखाबाट फेरि आँसुको ओइरो बगेर आयो। सपनामा आमा देखेकी भएर आज उसलाई पटक्कै उठ्न मन लागेको छैन। खान मन पनि छैन।
ऊ घरिघरि ल्वाङ्गे घरतीलाई आफ्नै मनको हतियारले टुक्रा टुक्रा काट्दै छतबिच्छत पार्दै बसिरहन्छे। यसरी उसको आक्रोश पटक्कै शान्त हुँदैन। उसलाई त्यही झ्यालबाट हामफाल्न मन लाग्छ, तर सक्दिन। सास छौन्जेल आस हुन्छ, सोच्छे कतै एक दिन यहाँबाट भाग्न सकिएला कि। भाग्यको कुरो को भन्न सक्छ। वेश्यालयभित्रको दिन कति एकरस, कति निरस, कति उजाड, असङ्ख्य व्याथा, आँसु, विवस्ता र मनको धोकोहरूले अचानो पारेको पर्खाल, भडेङ र मजिरीहरू लिएर एउटा यस्तो कारावास बनेको हुँदो हो जहाँ असङ्ख्य पवित्र आत्माहरूले बिना अपराध आजीवन कारावासको सजाय पाउँछन्, जहाँ निरपराधहरूले सधैँ मानसिक र शारीरिक यन्त्रणा एकनाश भोगिरहेका हुन्छन्। साल्गी जस्तैहरूको कौमार्यको रगतले सिङ्गारिएका कोठाहरूमा घोर विसङ्गत क्षणहरू हाइकार्दै बाँच्दा हुन्। ती पवित्र आत्माहरू सिफिलिस, तिरस्कार, मूल्यहीन मृत्यु र बेवारिस लास भएर जीवनको टुङ्गो लगाउन पर्ने। सरदारनी र दलालहरू सधैँ भनिरहँदा हुन्, आखिर क्या फर्क है तुम लोगों का जीवन बाहर और भीतर। साल्गीले उठ्ने, नुहाउने, खाने, केही गर्ने पनि जाँगर चल्दैन। त्यसै पनि जीवनप्रतिको जिज्ञासा नौको भावना वेश्यालयभित्र हुँदैन। जति सुकै नुहाए पनि धोए पनि यहाँको फोहोरी वातावरण फेरिने होइन क्या र। मनको पवित्रता कसले देखोस्। मनभरि आलस्यलाई यता फर्काऊ उता फर्काऊ, अर्को कुनै इलम त छैन। घोर विसङ्गतिको अनुभूति हुन थाल्छ साल्गीलाई, तर ऊ परिभाषा गर्न जान्दिन। उसको शरीरबाट अझ पनि लोग्ने मान्छेको दुर्गन्ध हराइसकेको छैन। उसले सिन्धुपाल्चोकबाट लिएर आएको आफ्नो मौलिक सुगन्ध कता हरायो कुन्नी। साँझ पर्छ, भद्द मेकअपमा सजिएर निस्कन पर्छ झ्यालतिर अश्लील सौती गर्नलाई। सस्तो प्रसाधन र बेली चमेलीको चर्को बास्नाले टाउको फुट्ला जस्तो हुन्छ। फेरि त्यसमाथि थपिन्छ पिएर आउनेहरू रक्सीको गन्ध, सस्तो अगरबत्तीको धुवाँ, बास्ना। उफ, वेश्यालय हो यो। यहाँ योभन्दा बेग्लै केही हुँदैन। साल्गी फेरि सोचैमा बग्न थाल्छे। ठिक यतिखेर सेलो हाल्दै जाँतोमा मकै पिदिरहेकी हुन्छे ऊ। आबाको उही मेनेपेमे कति शान्ति दिन्छ कल्पना गर्दा पनि। आबाको त्यो गरुङ्गो स्वरमा घरभरि गुन्जिरहेको ओम माने पेमे। तर यहाँ त बुवासो हप्सिलो जस्तो लोग्ने मान्छेहरू घरमा स्वास्नीहरूले छलेर पर्खाएर खुरु खुरु आउन थाल्छन् अनि कराउन थाल्छन्, वो नेपालियन चाहिए। कहिले छिनछिनमा फेरिन्छन्, कहिले रातभरिले रिजर्भ। छी, कति घिनलाग्दा हुन्छन् यी लोग्ने मान्छेहरू। यसरी साल्गीको थकान र विवशता भारतीय मुद्रासँग साटिएर सरदारनीको पर्सभरि भरिँदैछ। एउटा भारतीय लोग्ने मान्छेले चरम सुख प्राप्त गरिरहेको बेला साल्गीको मनमा विद्रोहको भावना जाग्न थाल्छ। टाढाको देउता भन्दा गाउँको भूत काम लाग्छ भन्थे, तर पैसा तिरेर लुट्ने यी बुवासाहरू भन्दा त्यो ल्वाङ्गे घरती डरलाग्दो हो। त्यो गाउँको भूत, मेरो पनि भूत। त्यो भारतीय लोग्ने मान्छे उठेर गइसक्दा साल्गीको विद्रोह आँसु भएर पग्लन थाल्छ। कि कसैले पनि ल्वाङ्गे घरती र म गाउँबाट सँगै हराएको थाहा पाएन? कि कसैले पनि ल्वाङ्गे घरतीलाई एक वचन सोधेन? कि ल्वाङ्गे घरतीलाई मेरा गाउँलेहरू अब कहिले चिन्दैनन्? किन? ल्वाङ्गे घरतीले पापको फल किन भोग्दैन? किन ल्वाङ्गे घरतीलाई कसैले खुकुरीले छपक्क काटेर 2 टुक्रा बनाइदिँदैन?